नमस्कार। आज हामी एउटा एकदमै महत्त्वपूर्ण विषयमा कुरा गर्दैछौँ। त्यो हो हरित वित्त अर्थात् ग्रीन फाइनान्सिङ। अब यो किन यति महत्त्वपूर्ण छ त? सोच्नुस् त, विभिन्न अध्ययनहरूले के देखाएका छन् भने यदि हामीले अहिले केही गरेनौँ भने जलवायु परिवर्तनका कारण सन् 2050 सम्ममा नेपालले आफ्नो वार्षिक जीडीपीको झण्डै 2.2% गुमाउन सक्छ। यो त एउटा निकै गम्भीर चेतावनी हो, होइन र? तर प्रश्न उठ्छ, यसको सामना गर्न हाम्रो ब्याङ्किङ क्षेत्रले के गर्न सक्छ? हो, यसको जवाफ हो ग्रीन फाइनान्सिङ। सीधा भाषामा भन्दा यो त्यस्तो लगानी हो जसले वातावरणमा राम्रो प्रभाव पार्छ। नेपाल राष्ट्र ब्याङ्कको ESRM गाइडलाइनले पनि यसको महत्त्वलाई निकै जोड दिएको छ। आउनुहोस्, यो अवधारणा के हो, यसको महत्त्व कति छ र विशेष गरी हाम्रो नेपालको लागि यसको अर्थ के हो, अलिक गहिराईमा गएर बुझौँ। ल, अब ग्रीन फाइनान्सिङलाई ठ्याक्कै कसरी बुझ्ने त? यसलाई हेर्ने खासमा तीनवटा प्रमुख दृष्टिकोणहरू छन्। सबैभन्दा सरल तरिकाले बुझ्दा वातावरणलाई फाइदा पुर्याउने कुनै पनि लगानी नै हरित वित्त हो। अलिकति प्र्याक्टिकल भएर हेर्ने हो भने यो भनेको जलवायु परिवर्तनलाई रोक्न अर्थात् मिटिलेसन वा त्यससँग जुध्न अर्थात् एडाप्टेसनको लागि गरिने लगानी हो। तर आजको समयमा यसको सबैभन्दा व्यापक परिभाषाले चाहिँ वातावरणीय इन्भाइरोमेन्टल, सामाजिक, सोशल र सुशासन गभर्नेन्स अर्थात् ESG मापदण्डहरूलाई एकै ठाउँमा जोड्छ। यसले ग्रीन फाइनान्सिङलाई एउटा फराकिलो छाता सस्टेनेबल फाइनान्सभित्र राख्छ, जहाँ लगानीको उद्देश्य नाफा कमाउनु मात्र होइन, बरु यो पृथ्वी र समाजको हित पनि हेर्नु हो। त्यसो भए यो हरित लगानीको पैसा जान्छ कहाँ त? नेपालको आफ्नै ग्रीन फाइनान्स ट्याक्सोनोमी अर्थात् निर्देशिकाले 5वटा प्रमुख क्षेत्रहरू छुट्याएको छ। पहिलो र सबैभन्दा महत्त्वपूर्ण नवीकरणीय ऊर्जा, जसमा हाम्रो जलविद्युत र सौर्य ऊर्जा पर्छन्। दोस्रो, दिगो कृषि, जसले बदलिदो मौसममा पनि राम्रो उत्पादन दिन सकोस्। तेस्रो, हरित यातायात, जस्तै कि हामीले सडकमा देखिरहेका इलेक्ट्रिक गाडीहरू। चौथो, फोहोर मैला व्यवस्थापन र प्रदूषण नियन्त्रण, जुन हाम्रा शहरहरूको लागि त झनै अत्यावश्यक छ। र अन्त्यमा ऊर्जा दक्षता अर्थात् कम ऊर्जा खपत गरेर बढी काम गर्ने प्रविधिहरू। यिनै क्षेत्रहरूमा लगानीलाई प्रोत्साहन गर्नु नै ग्रीन फाइनान्सिङको मुख्य उद्देश्य हो। अब एउटा सामान्य लोन र ग्रीन लोनमा के फरक छ त? यसका केही खास विशेषताहरू हुन्छन्। पहिलो, यसको वातावरणीय प्रभाव कति भयो भनेर नाप्न सकिनुपर्छ। दोस्रो, यसले जलवायु परिवर्तनबाट हुने जोखिमहरूलाई कम गर्न मद्दत गर्नुपर्छ, जुन नेपाल राष्ट्र ब्याङ्कको निर्देशन पनि हो। तेस्रो, यसले नाफाको साथसाथै सामाजिक र वातावरणीय जिम्मेवारीलाई पनि अँगाल्छ, जसलाई हामी ESG भन्छौँ। चौथो, यो छोटो अवधिको फाइदाभन्दा पनि दीर्घकालीन दिगोपनमा केन्द्रित हुन्छ। र सबैभन्दा महत्त्वपूर्ण कुरा हो पारदर्शिता। लगानी कहाँ र कसरी भइरहेको छ भन्ने कुरा एकदमै स्पष्ट हुनुपर्छ, नत्र भने ग्रीन वाशिङको खतरा हुन्छ, अर्थात् बाहिर हरियो देखाउने तर भित्र खासै केही नगर्ने हो। त्यसलाई रोक्नु एकदमै जरुरी छ। आखिरमा हरित वित्त यति महत्त्वपूर्ण किन छ त? यसका फाइदाहरू धेरै छन्। पहिलो त हामीले सिधै देख्ने फाइदाहरू छन्, सफा हावा, सफा पानी। दोस्रो, यसले हरित रोजगारी सिर्जना गर्छ, जसले देशको आर्थिक र वित्तीय स्थिरतामा मद्दत पुर्याउँछ। तेस्रो, यसले नेपाललाई दिगो विकास लक्ष्य SDGs र पेरिस सम्झौता जस्ता अन्तर्राष्ट्रिय प्रतिबद्धताहरू पूरा गर्न सहयोग गर्छ। चौथो, यसले नयाँ प्रविधि र आविष्कारलाई प्रोत्साहन गर्छ। र पाँचौं र सायद सबैभन्दा आकर्षक, यसले ग्रीन क्लाइमेट फन्ड GCF जस्ता अन्तर्राष्ट्रिय कोषहरूबाट लगानी भित्र्याउन मद्दत गर्छ। त्यसैले यो वातावरणको लागि मात्र होइन, हाम्रो देशको आर्थिक भविष्यको लागि पनि एक अनिवार्य कदम हो। अब हरित लगानी जुटाउन प्रयोग हुने औजारहरूको कुरा गरौँ। यसको लागि एउटा पुरै टुलकिट छ। सबैभन्दा चल्तीमा रहेका हुन् ग्रीन लोन्स र ग्रीन बन्ड्स, जसका लागि नेपाल धितोपत्र बोर्ड सेबनले नियमहरू पनि बनाइसकेको छ। यसबाहेक सस्टेनेबिलिटी लिङ्क्ड फाइनान्स जस्ता नयाँ र अझ रोमाञ्चक उपकरणहरू पनि छन्। सोच्नुस् त, कुनै कम्पनीले आफ्नो वातावरणीय लक्ष्य पूरा गर्यो भने उसले तिर्ने ऋणको ब्याज दर घट्छ। कति राम्रो आइडिया, होइन? त्यस्तै ब्लेन्डेड फाइनान्सले सरकारी र निजी लगानीलाई मिसाएर जोखिम कम गर्छ। साथै इक्विटी, भेन्चर क्यापिटल र कार्बन फाइनान्स पनि हरित परियोजनाहरूका लागि लगानीका महत्त्वपूर्ण स्रोतहरू हुन्। नेपालमा ग्रीन फाइनान्सलाई अगाडि बढाउने कुरामा नेपाल राष्ट्र ब्याङ्क NRB को भूमिका एकदमै केन्द्रीय छ।
सन् 2022मा ल्याइएको वातावरणीय तथा सामाजिक जोखिम व्यवस्थापन ESRM निर्देशिका एउटा महत्त्वपूर्ण कदम थियो। तर सन् 2024मा ल्याइएको ग्रीन फाइनान्स ट्याक्सोनोमी त साँच्चै एउटा गेम चेन्जर नै हो। यसले लगानीलाई ट्राफिक लाइट जस्तै 3 रङमा वर्गीकरण गर्छ। हरियो ग्रीन, जसलाई प्रोत्साहन गर्ने, पहेँलो एम्बर, जसमा अलि होशियार हुनुपर्ने, र रातो रेड, जसलाई निरुत्साहित गर्ने। यसले ब्याङ्कहरूलाई कुन लगानी साँच्चै हरित हो भनेर स्पष्ट बाटो देखाउँछ र ग्रीन वाशिङ रोक्न ठूलो मद्दत गर्छ। पछिल्लो समयमा त यस क्षेत्रमा निकै उत्साहजनक विकासक्रमहरू भएका छन्। सेबोनले नियमहरूलाई अलि सहज बनाएपछि NMB ब्याङ्कले नेपालको पहिलो ग्रीन बन्ड सफलतापूर्वक जारी गर्यो। यो एक ऐतिहासिक उपलब्धि हो, किनभने यसले हरित परियोजनाका लागि पुँजी बजारबाट सोझै लगानी जुटाउने नयाँ ढोका खोलेको छ। त्यसैगरी निफ्राले पनि ग्रीन एनर्जी बन्ड जारी गर्ने योजना बनाइरहेको छ। यी सबै घटनाक्रमले के देखाउँछ भने हाम्रो वित्तीय बजार परिपक्व हुँदैछ र ग्रीन क्लाइमेट फन्ड GCF जस्ता अन्तर्राष्ट्रिय कोषहरूमा हाम्रो पहुँच पनि बढ्दै गइरहेको छ। तर यो यात्रा सोचे जस्तो सजिलो भने छैन। केही चुनौतीहरू पनि छन्। पहिलो, नीतिहरूमा अझै स्पष्टता र प्रोत्साहनको कमी छ। दोस्रो, ब्याङ्कहरूमा हरित परियोजनाको प्राविधिक पक्ष बुझ्ने र विश्लेषण गर्ने जनशक्तिको अभाव छ। तेस्रो, विदेशी विनिमय अर्थात् फरेन एक्सचेन्ज FX को जोखिमले अन्तर्राष्ट्रिय लगानीलाई केही हदसम्म तर्साउँछ। चौथो, साना साना तर प्रभावकारी परियोजनाहरूलाई ब्याङ्कहरूले परम्परागत मापदण्डमा लगानी योग्य वा ब्याङ्केबल नदेख्ने समस्या छ। र अन्त्यमा भरपर्दो ESG डेटाको अभाव छ, जसले गर्दा लगानीको वास्तविक वातावरणीय प्रभाव कति भयो भनेर मापन गर्न नै गाह्रो छ। यी चुनौतीहरू छन्, तर अबको बाटो के त? यसको एउटा उत्कृष्ट उदाहरण हो राष्ट्रिय वाणिज्य ब्याङ्कको एनर्जी एफिसिएन्सी प्रोग्राम। यो ब्लेन्डेड फाइनान्सको एक सफल नमुना हो, जहाँ अनुदान र सहुलियतपूर्ण ऋणलाई एकदमै चलाखीपूर्वक जोडिएको छ। यसको प्रक्रिया एकदम सरल छ। पहिला उद्योगको ऊर्जा खपत जाँच अर्थात् एनर्जी अडिट गर्ने, त्यसपछि नयाँ प्रविधि जडान गर्न सस्तो ब्याजमा ऋण दिने, प्रविधि जडान भएपछि ऊर्जा बचत भएको प्रमाणित गर्ने, र अन्तमा कुल लगानीको 15 देखि 30% अनुदान दिने। यस्तै कार्यक्रमहरूले नै भविष्यको बाटो देखाउँछन् र यसले एउटा कुरा स्पष्ट पार्छ, ग्रीन फाइनान्सिङ अब एउटा रोजाइको विषय रहेन, यो हाम्रो दिगो भविष्यको लागि एक अनिवार्य आवश्यकता हो।